के गरे कि बुढी कौवालाई मकै खुवा कि यिनीहरू मासु खान पाएनन् अरे अनि यहाँ मकै खान आइरहेछन् मकै खान बसे खाना अनि दिएको यिनीहरू भेजिटेरियन भइसकेछन् कहिलेदेखि यिनीहरूकै पुस्तालाई सोध्नुपर्छ अब चाहिँ त के यो कौवालाई यहाँनिर मकै खुवाउँदै बसेस् ए ल खुवा खुवा यस्तो जीव जनावरलाई दाना अन्न पानी खान दिएको त राम्रो पो त कता गए त्यो चाहिँ तिर खाएछ पानी खानको होइन अनि तेरो मुखमा त हाल्दैनस् त खालि कागकै मुखमा मात्रै हालिदिन्छस् त काग के त्यहाँ थोच्नु चाहिँ भयो के थोच्नु चाहिँ पारेर बस्यो मुख चुप पार हो काग चाहिँ देखाइन